everybody. We are heading to for home. There's a lane closure ahead. From the Gloucester. Mero young man, we went yesterday to my भाइ बुहारी house to see them. विशेष गरेर चाहिँ मेरो भदै जन्मेको, त्यही भएर भदै जन्मेको अनि भाइको पनि प्रमोसन भएको कारणले गर्दा के रे भेट्न गएको थियौँ। किनभने अब हामी एउटै देशमा बसे पनि एकै ठाउँमा बसे पनि अब एउटा लामो डिस्टेन्समा बसेको कारणले गर्दाखेरि र परदेशी जीवनमा तपाईको अब जीवन धान्नको लागि बिहान बेलुका जीवन धान्न र अकोमोडेसनहरूको तिर्नको लागि पनि अब काम गर्नुपर्ने नै हुन्छ। त्यसले गर्दाखेरि विक डेजमा चाहिँ अब काममै व्यस्त हुन्छ सबैजना प्राय जसो, अनि विकेन्ड चाहिँ अफ हुन्छ। तर प्राय विकेन्ड पनि अब हाम्रै अब नेपालीज सोसाइटीभित्र धेरै क्रियाकलापहरू इभेन्टहरू भइराखेको हुन्छ। किनभने अब परदेशको ठाउँमा बसिएको छ, भोलिको दिनमा के होला कसो होला हैन। त्यसले गर्दाखेरि पनि अब के रे कुनै पनि एउटा आफ्नो पछाडिपट्टि चाहिँ एउटा आफ्नो सोसाइटी हुन्छ नै हुन्छ यहाँ। तर अहिले धेरै नै सोसाइटीहरू भइसकेको छ खास गरेर, अनि त्यसले गर्दाखेरि चाहिँ वी वेन्ट टु सी देम। हिजो गएको अनि के अरे त्यतै बास बसियो। अनि हिजो पनि आफ्नो ठाउँबाट आउँदाखेरि चाहिँ दुईवटा प्रोग्रामहरू मिस गरेर आएको। जे भए पनि भाइ बुहारीहरूसँग भेट भयो आफ्टर लङ टाइम। त्यसले गर्दाखेरि आज चाहिँ अलिकति अब विकेन्ड अलिक छिटै भनेर हामी के अरे घरको लागि अन द वेमा छौँ। ल यस्तै छ है हजुर। हो यहाँनिर बाटोको कन्स्ट्रक्सन हुँदै गरेको रहेछ। अब यहाँ बाटो घाटो भनेपछि त तपाईँको अब यो विकसित देशहरूमा त बाटो त कस्तो हुन्छ भनेर साध्यै नै हुँदैन हैन। अब एकदम नै कसरी म्यानेजमेन्ट गरेको हुन्छ एकदम नै त्यस्तै छ है हजुर। हो हाम्रो देशमा पनि विकास होस् र हुनुपर्छ। हामी अब विदेशी भूमिमा एउटा इच्छाले होइन एउटा बाध्यताले पनि बसेका छौँ कपाल अफ के अरे इयरको लागि। मेबी वी विल बी गो होम सुन। अनि अफकोर्स होइन आफ्नो देशप्रतिको माया स्नेह र एकदम नै देशलाई मिस गरिकन पनि हामी परदेशमा बसेका हुन्छौँ है। हाम्रो देशको गभर्मेन्टहरूलाई पनि यही सुनाउन खोजेको। At the Air Balloon roundabout, take the first exit onto A436. Alright. See you later, Ili. भन्न चाहन्छु। अब यो देशमा चाहिँ तपाईँको बाटोमा तपाईँको अब यो बाटोको डिस्टेन्सहरूमा तपाईँको अब तपाईँको एकदम नै टोकिदिएको हुन्छ। यति एमपेजमा गाडी कुद्न पर्छ। त्योभन्दा हाईमा पनि होइन त लोमा पनि होइन। त्योभन्दा हाईमा अब जस्तै यहाँनिर अब कन्स्ट्रक्सन छ 30मा मात्र कुदा भनेर उ त्यहाँ 30 राखिदिएको छ यहाँको ट्राफिकहरूले होइन। अनि त्योभन्दा स्पिडमा कुदायो भने क्यामेराले ख्याच्याक्कै खिच्छ अनि 1 हप्तामा फाइन मात्र तिरेर पैसा मात्र तिरेर त भयो नि। तर त्यो जुन के अरे ड्राइभिङ होल्डर छ उसको पोइन्ट घट्छ।
पोइन्ट अनि घट्दै 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 गएपछि त तपाईँको लाइसेन्स नै खोसिने सम्भावना हुन्छ। ल यहाँ हाम्रो गुरुबाले अलिकति के बाटो मिस गर्नुभएछ, मैले बोलेर पो हो कि आई थिङ्क। बाटो त यही रहेछ। ल त सी यु लेटर इरिगेटर फर एभ्री वान।